मेरो छोरीलाई चोरको दोष लगाउने अब अति भयो ज्वाइँ साहब। के हामीलाई गरिब ठानेको हो र? यस्तो अपमान हामी कदापि सहने छैनौँ। यो सबै बन्द गर्नुहोस् तुरुन्तै। दर्शकबिन विगतका दिनहरूदेखि नै भुन्टीलाई यातना टचर दिँदै आएकी श्रिया यानि कि भुन्टीको जेठानी दिदी भने यतिखेर टाउको समातेर बस्नु बाहेक अरू कुनै विकल्प रहेको छैन। हो दर्शकबिन यतिखेर भुन्टीले त्यस कम्पनीको नाम यानि कि भुन्टीले यतिखेर भूपेन्द्र यानि कि आफ्नो श्रीमानको नाममा रहेको आधा सम्पत्ति लाने पक्का भइसकेपछि र भूपेन्द्रको नाममा रहेको सम्पत्ति सबै रोक्का भइसकेको खबर प्राप्त भइसकेपछि आफ्नो श्रीमानसँग झगडा गर्दै श्रेयाले तपाईले माया दिएको नतिजा नै यो फल यतिखेर हामीले पाइरहेका छौँ। तपाईले भुन्टीलाई धेरै माया र सपोर्ट नगरिदिएको भए पक्कै पनि आज यो दिन देख्न पर्ने थिएन भन्दै श्रेयाले उल्टै जो चोर आफै ठुलो चोर भने जस्तै आफ्नो श्रीमानलाई चाहिँ हप्कै धप्कै गरेर झगडा गरिरहेको दृश्य हामीले देख्न सक्छौँ। तसर्थ श्रीमानले पनि त्यो सबै कार्यहरू मैले गर्दा भएको होइन, तिमीले भुन्टीलाई घृणा गरेको र भुन्टीलाई यातना र टचर दिएको स्वरूप फल चाहिँ यतिखेर हामीले प्राप्त गरिरहेका छौँ। जे होस् भुन्टीले आफ्नो श्रीमानलाई छोडिसकेपछि श्रीमानको नाममा भएको आधा सम्पत्ति यानि कि पाउनको लागि उनको हक अधिकार हो। त्यसैले हामी दाजु भाउजू भएकै कारणले अधिकार दिलाउनु हाम्रो पनि कर्तव्य हो भनेर भुवनले भनिरहँदा श्रेयाले भने झन् उल्टै भुन्टीसँग तपाईँको केही सम्बन्ध छ कि क्या हो नाजायज त होइन भने यसरी आधा सम्पत्ति नै लाने भइसके पश्चात पनि भुन्टीकै सपोर्ट गरिरहनु भएको छ भनेर श्रेया भने रिसाउँदै आफ्नो श्रीमानसँग झगडा गरिरहेको दृश्य हामीले देख्न सक्छौँ। हो दर्शक पनि उतापट्टि भने सुकुमाया भुन्टी र टोकोले भने भुन्टीको पहिले काम गर्ने म्याडमको सानी आमाको घरबाट मार्केट घुम्नको लागि निस्किँदै गरेको दृश्य हामीले देख्न सक्छौँ। तसर्थ मार्केट जाँदै गर्दा भुन्टी भने कुनै हिरोनी भन्दा कम देखिएकी छैनन्, किनभने भुन्टीको गेटअपले गर्दा नै हिरोनी भन्दा कम नदेखिएको हो दर्शक पनि यतिखेर भुन्टी भने आफ्नो मितिनी र दाजुसँग मार्केट गइरहेको दृश्य हामीले देख्न सक्छौँ। भने यता भूपेन्द्र भने सबै कुराहरू भुन्टीले सम्पत्तिहरू मालपोतमा गएर रोक्का गरिसकेको खबर थाहा पाइसकेपछि आत्तिँदै रुँदै यसरी कसरी हुन सक्छ, यति धेरै दुःख गरेर मैले कमाएको यो सम्पत्ति कसरी भुन्टीले आधा लान सक्छ भनेर चिच्याइरहेको रोइरहेको दृश्य हामीले देख्न सक्छौँ। यद्यपि एकचोटि भुन्टीलाई भेटेर सम्झाउनु पर्यो र भुन्टीप्रति आफ्नो भाउजूले देखाएको भिडियो पनि झुट हुनसक्छ, मैले अरूको कुरा सुनेर चाहिँ श्रीमतीलाई घरबाट निकालेर गलत गरे कि क्या हो भनेर भूपेन्द्र भने यतिखेर सोच्न बाध्य भएका छन्। हो दर्शक पनि उतापट्टि भने भुन्टीको नन्दा भूमिका भने यतिखेर धेरै तनावमा छिन्। आफ्नो घरमा आफ्नो श्रीमान सासू र आमाजुले धेरै यातना र टचरहरू दिइरहेको दृश्य हामीले देख्न सक्छौँ। विवाह गरेको केही दिनमै आफ्नै आमाजु श्रीमान र सासूले यातना र टचर दिइसकेपछि विगतमा आफ्नो भाउजू भुन्टीलाई दिएको यातना र टचरहरू आफूले सम्झिरहेकी छिन् भूमिकाले। तसर्थ त्यो बेलामा आमासँग मिलेर मैले भाउजूले गरेको व्यवहारको बदलामा भगवानले यतिखेर मलाई पनि यस्तै गरेकी हो क्या हो भनेर भूमिका भने रुँदै त्यस कार्यहरू भने सम्झिरहेकी छिन्। हो दर्शक पनि यद्यपि यतिखेर भने अब भुन्टीले आफ्नो हक अधिकार पाउने छिन् र भूपेन्द्रको नाममा रहेको आधा सम्पत्ति पाउने पक्का पक्की भइसकेको अवस्था छ भने उता भूपेन्द्र भने आफ्नो श्रीमतीलाई भेटेर एकचोटि कुराकानी गर्नु पर्यो र यसको नतिजा के हुन्छ भनेर चाहिँ सोच विचार गर्न थालिसकेका छन् र आफ्नो श्रीमती भुन्टीको यादमा पल पल तडफिँदै भूपेन्द्रले भने आफ्नो भाउजूले देखाएको भिडियोहरू गलत हो कि मैले श्रीमतीलाई कुरै नबुझी घरबाट निकालेछु किन भनेर सोच्न बाध्य भएका छन् भूपेन्द्र। हो दर्शक पनि जे होस् अब भुन्टी श्रेयाले कस्तो मोड लिएला भन्ने विषयमा भने पक्कै पनि अब आउने नयाँ भुन्टी भएको प्रतीक्षा हामीले गर्नुपर्ने हुन्छ। तपाईँहरूलाई पनि भुन्टी श्रेयाल सम्बन्धी रुचि छन् भने कृपया कमेन्ट बक्समा भुन्टी र सुकुमाया लेख्न पनि अवश्य नभुल्नुहोला र हामीले प्रस्तुत गरेको श्रेयाली भिडियो मन परेमा भिडियोलाई लाइक कमेन्ट सेयर गरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी हामीसँगै जोडिनु भने अवश्य नभुल्नुहोला भन्दै आजको यस भुन्टी श्रेयाली भिडियोबाट बिताउन चाहन्छु। तपाईँहरूको बाँकी पल सुखद होस्। हस्त धन्यवाद।